कृष्णम वन्दे जगद्गुरु। हामीहरूलाई सबैलाई नै नर्क जानको लागि डर लाग्ने गर्दछ र हाम्रो शास्त्रले भनेअनुसार कस्ता खालका मान्छे चाहिँ नर्कमा पर्दछन् भन्दाखेरि अत्यन्त कुप कटुका च बाणी दरिद्रां च स्वजनेषु वैर्यं नीच प्रसंग कुलहीन सेवा चिन्हानि देहे नरताम गताना। अत्यन्त कुप, जो एकदमै रिसा छ, जहिले पनि रिसाइरहन्छ, जो जहिले खिन्न रहन्छ, जो जसको अनुहार जहिले अँध्यारो हुन्छ, कहिले खुसी हुँदैन, जहिले रिसाइरहने यस्तो मान्छे पनि नर्कमा जान्छ भनिएको छ। कटुका च बाणी, जसको बाणी एकदमै कठोर छ, अरूको हृदयलाई चोट पुर्याउँछ, बोले पछाडि अरूको आँखाबाट आँसु आउने खालको कुरा गर्दछ, यस्तो खालको। र उसले बुझ्दैन कि सबैको हृदयमा भगवानको बास हुन्छ भन्ने कुरा पनि बुझ्दैन, यस्तो खालको मान्छे, कटु बात बोल्ने, कटु बाणी गर्ने मान्छे नर्कमा पर्छ भनिएको छ। दरिद्राम च भनेर यहाँ भनिएको छ। दरिद्र भन्नाले यहाँनिर कसैमा धन सम्पत्ति नहुनु यस्तो कुरा होइन, जो चाहिँ एकदमै असन्तुष्ट छ, जहिले असन्तुष्ट रहन्छ। कसैले केही पकाएर खानेकुरा दियो, यो मिठो भएन, त्यो मिठो भएन, कसैले के गिफ्टहरू ल्याएर दियो, त्यो पनि भएन, कसैले कपाल काटिदियो, त्यो कपाल यो पनि राम्रो भएन, जेही कुरामा पनि कमी निकालिरहने मान्छे, यस्तो खालको मान्छे पनि नर्कमा पर्छ भनिएको छ। र स्वजनेषु वैर्यम, जो चाहिँ आफ्नो स्वजनसँग दुश्मनी राख्दछ, वैर्य भाव राख्दछ। कसैले आफ्नो आफन्तले यो नगर, आफ्नो हित चाहने मान्छेले यो नगर, त्यो नगर, यो राम्रो कुरो होइन, त्यो राम्रो कुरा होइन भनेर हित सोचेर, जसलाई हित सोचेर त्यसो भन्ने मान्छेहरूलाई पनि त्यही मान्छेसँग दुश्मनी राख्छ, त्यही मान्छेलाई वैरी सम्झिन्छ, यस्तो मान्छेहरू पनि नरकमा पर्दछन् भनिएको छ। नीच प्रसंग, जसको चाहिँ एकदमै खराब सङ्गतिमा लाग्ने मान्छेहरू, खराब सङ्गति, जो एकदमै नेगेटिभ पर्सनहरूसँग चाहिँ साथ सङ्गत लागेर हिँड्दछ, जसले चाहिँ यो संसार यो संसारमा भगवानको केही अस्तित्वै छैन, यो संसारमा भगवान केही होइन, यस्तो खालको भन्ने मान्छे, जो एकदमै नराम्रो बानी बेहोरा भएको मान्छे, यस्तो मान्छेहरूले सँगको सङ्गत गरियो भने पनि हामी नर्कमा जाइन्छ भनिएको छ। यसको उदाहरणको लागि भगवान यस धरातलमा आउनुभयो, यस पृथ्वीमा आउनुभयो र हामीलाई के शिक्षा दिनुभयो भने सत्सङ्गको। भगवान श्रीकृष्णको पनि तीनैजना मात्रै एकदम परम मित्र थिए। को हुन् त भन्दा एकमा सुदामा, दोस्रोमा उद्धव र तेस्रोमा अर्जुन। यी बाहेक भगवान श्रीकृष्णको कुनै मित्र एकदम हितैषी मित्र भनिन्छ नि, जो एकदम परम मित्र, ती बाहेक, तीनजना बाहेक अरू कोही थिएन। त्यही भएर भगवान श्रीकृष्णले हामीलाई यो ज्ञान दिनको लागि, शिक्षा दिनको लागि यस धाममा आएर यो शिक्षा दिनुभयो कि सत्सङ्ग गर्नुपर्छ, सज्जन मान्छेहरूसँग, भगवानको भक्तहरूसँग, जो मान्छे भगवानमा विश्वास गर्दछ, हामीमा भन्दा पनि माथि कुनै एउटा शक्ति छ भन्ने यस्तो खालको मान्छे कोही छ, त्यस्तोमा को सङ्गत गर्नुपर्दछ भनेर भगवान श्रीकृष्णले स्वयं यस धरतीमा आएर हामीलाई ज्ञान दिनुभयो। कुलहीन सेवा, जो चाहिँ आफ्नो परिवारलाई नष्ट गरिरहेको छ, आफ्नो परिवारको अहित हुने काम गरिरहेको छ, कुलहीन सेवा, त्यस्तो मान्छेको सेवा गर्यो भने हामी त्यस्तो मान्छेको सेवा गर्दा पनि नर्कमा परिन्छ भनिएको छ। चिन्हानि देहे नरताम गताना, यो चिन्हहरू, यो 6वटा चिन्ह जसमा देखिया पर्दछ जो मान्छेमा, त्यो नरकम गताना भनिएको छ, नरकमा जान्छ। यो मेरो कुरा होइन, यो शास्त्रको कुरा हो। र मैले अनि हामी भगवानको धाममा जाने चाहिँ कस्तो होला त भन्दाखेरि, यी 6वटा कुरा हामीमा छ भने आजैबाट हटाउने कोसिस गऱ्यौँ भने हामी भगवानको धाममा सिधै जान सकिन्छ। यति भन्दै हजुरहरू समक्ष जय श्रीमन्नारायण।